अस्ता कन्निचिवा नमस्ते म चाहिँ हाउस टेम्पल्सको यो सिपको अन्तर्गत यहाँनिर युज हुने कुराहरूलाई म आज सूचना गर्न गइरहेको छु नियमको र नेपालीकोमा चाहिँ सूचना गर्न गइरहेको छु त्यसको लागि मसँग तयार हुनुहुन्छ एकैको समाको रूपमा यामामोतो सा र अब चाहिँ यहाँ युज हुने कुराहरू चाहिँ म डिटेलीमा तपाईँहरूलाई देखाउन गइरहेको छु कृपया ध्यान दिएर सुन्नु हाई ओकेको समा कन्निचिवा हाई कचिराए दबुजो ओकेको समा त्यहाँनिर हुन्छ हैन अनि त्यहाँ भएको ओकेको समालाई यहाँनिर बोलाउने त्यसपछि यहाँनिर बोलाएपछि यही काम भयो अहिले चाहिँ हैन सुरुमा आइसक्छु गरेँ मैले उहाँलाई गुड आफ्टरनुन भने त्यसपछि यहाँनिर आउँछु भने र अब चाहिँ उहाँलाई यो खोलेको चाहिँ म उहाँलाई यो चेक गर्दैछु सुरुमा चाहिँ यसलाई यसरी यसलाई तलतिर दबाएर होला र अब चाहिँ ओकेको सामानले म यो लगाउन गएको छु ओकेको सामा हिदारी तेरी रेतेको दासाई सनातन निकिन्दै रेतेको दासाई र यहाँनिर चाहिँ ध्यान दिनुपर्ने सुरुमा चाहिँ हामीले देब्रे हातले छिराउँछौँ होइन त्यसपछि दाहिने हातले छिराउँछौँ कहिलेकाहीँ चाहिँ यो फोल्ड हुनसक्छ यस्तो भएको हुनसक्छ होइन यो भयो भने चाहिँ यसलाई एकदम राम्रोसँग यसरी मिलाइदिनु र अब चाहिँ म यो बेलहरूलाई जोइन गर्न जाँदैछु यो खालको बेलहरू 3वटा छ यहाँ एउटा छ र तल 2वटा छ त्यसलाई म जोइन गर्न जाँदैछु जहाँ कतै सिते मास सिचरेसिमास मैले चाहिँ यो जोइन गर्न जाँदैछु होइन जोइन गर्न जाँदै ओकेको सामालाई अलिकति नर्भस हुनसक्छ नराम्रो लाग्न सक्छ त्यसरी मैले सिचरेसिमास भनेर यो जोड्नु पर्ने हुन्छ यो मैले जोडिसकेँ र त्यहाँबाट यसलाई चाहिँ काट्ने गर्नुपर्ने हुन्छ राम्रोसँग जोडिएर होला जहाँ आसियो हिरोको त्यो कुरा साई है यो खुट्टा चाहिँ सुरुमा यस्तो हुन्छ होइन ओकेको सामालाई खुट्टा यो पोजिसनमा भएको बेला चाहिँ आफूलाई जोड्न गाह्रो हुन्छ त्यस कारणले गर्दा खुट्टालाई अलिकति फिजाउनु होला भनेर हामीले रिक्वेस्ट गरेर बल्ल जोड्दा राम्रो हुन्छ र अब चाहिँ ध्यान दिनुपर्ने कुरा के हुन्छ भने यसलाई चाहिँ राम्रोसँग चिन्नु होला होइन यो यता क्रस भयो भने चाहिँ यसले अप्ठ्यारो हुन्छ त्यसैले राम्रोसँग चिनेर यसरी जोड्नु भयो भने राम्रो हुन्छ खाद्य गरेर है त्यसपछि हामी यसलाई जोड्छौँ अब चाहिँ हामीले उहाँलाई यो सोध्नु लगाउँछौँ उहाँ अलिकति अगाडि भएको हिसाबले उहाँलाई अलिकति पछि सार्छौँ त्योभन्दा अगाडि चाहिँ अहिलेको समयमा उसिरनी सागारी मास कति पछि सार्नु भनेर हामीले त्यसपछि हामीले काम गर्न सक्नुहुन्छ र हामीले यसलाई चाहिँ राम्रोसँग छोप्नुपर्ने हुन्छ यो चाहिँ ओकेको सामाको यहाँनिर यहाँ लाग्न सक्छ त्यसैले यसलाई पहिले छोपिहाल्नुपर्छ जैमेकरा उसिरनाहरू आकाइ तोकेर निमोची त्यो निगेटिभको दासाई भनेर यसरी हामीले यसलाई यहाँनिर छोपेर झुमिनु होला भनेर भन्छौँ र यसपछि हाम्रो काम हुन्छ पछिको भर्याङमा होइन भर्याङमा चल्नु भन्छौँ त्यहाँको समय उसिरनाहरू खाइदान इचिदानी नगतेको दासाई यसरी हामीले ओकेको सामालाई एक तल माथि चाहिँ उठाउँछौँ यसरी उठायो भने चाहिँ उहाँलाई झुमिनको लागि सजिलो हुन्छ र अबको काम भनेको यसलाई यसरी थिचेर हामीले यसरी एउटा हातले खोल्छौँ अनि यसलाई चाहिँ दाहिने हातले खोल्नुपर्ने हुन्छ अनि त्यसपछि हामी ओकेको समयको खुट्टालाई चाहिँ अब झुन्डाएर अगाडि बस्छौँ ओकेको समय हिँडारी आसी आगेको दासाई भनेर हामी यसरी खुट्टा देब्रे खुट्टा उठाउनु भन्छौँ त्यस लगतै हामी उहाँलाई बस्न भन्छौँ आयोको स्वात्यको दासाई भनेर हामी बिस्तारै बस्छौँ त्यसपछि अब पालो आउँछ दाहिने खुट्टाको निगे आसी आगेको दासाई भनेर हामी यहाँनिर छुट्याउँछौँ यहाँलाई त्यसपछि चाहिँ यहाँ हाम्रो राम्रोसँग भाषा अलिकति कामन गर्नुपर्ने हुन्छ यहाँनिर फोल्ड भएको हुन्छ कहिलेकाहीँ अनि यो चाहिँ अगाडि पछाडि भएको हुन्छ होइन त्यो कुरालाई ख्याल गर्नुपर्छ र यसपछि यहाँनिर भन्नुपर्ने एउटा कुरा उकाको समय डराएको हुनसक्छ उहाँलाई चाहिँ इन्जोय गर्नुहोस् भन्नुपर्ने हुन्छ होइन चिखारा नुइतेको दासाई भनेर भेट्न सक्छ ओके यहाँनिर सक्यो यो 2 स्टेप त्यो स्टेपबाट हामी अघि बढ्छौँ अब यहाँबाट चाहिँ यहाँनिर भनेको ओकेको सामा अझै पोजिसनमा छैन होइन उहाँले के गर्नुपर्ने के नगर्नुपर्ने थाहा नहुनसक्छ यहाँ भनेको चिनी सुरुको त भन्छ हामीले उहाँलाई सावधान गराउनु पर्ने कुरा हुन्छ र अहिले देखिरहेको छौँ हामी उहाँलाई हामीले सावधान गराएको छैनौँ अब हामी सावधान गराउँछौँ है त ओकेको सामा हिचिवा उच्चिगावा देउने गाइसिमास भनेपछि उहाँले यसलाई भित्र ल्याउनुहुन्छ यो बाहिर भयो भने चाहिँ रुखतिर ठोकिन सक्छ ठोक्यो भने एक्सिडेन्ट हुनसक्छ त्यसको लागि अगाडि हामीले सावधान गरायो उहाँले भित्र ल्याउनु सिमासेन आसीमा मागेता मामा देउने गाइसिमास मागेतेको दासाई भन्दा यसरी खुट्टालाई चाहिँ फोल्ड गर्न भन्यो सिमासेन कचिरा जस्तो दामी देख्ने कचिरा हुने गाइसिमास र उहाँले यहाँ छोड्नुभयो भने चाहिँ हामी यो आँखाइ टोकेर मसित निगेटिभको दासाई भनेर यसरी भन्छौँ र तयारी हुनु पऱ्यो लेट्स गो